दाई भाउजूलाई भगाएर लखेटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ। जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ, जसले देश लुटेको छ, जसले अनुदानको नाममा सारा दूर ध्वस्त पारेको छ, उसले आएर हामीलाई क्लास दिनु पर्दैन। उसले आएर रवि लामिछानेलाई पढाउनु पर्दैन। उसले आएर बालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन। आतंककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन। कसले के कहाँ के हान्नुभयो कसो गर्नुभयो त्यो उहाँहरूको कुरा हो। तर मैले फेरि पनि भने यो हाम्रो होइन, यो हाम्रो संस्कार हो। हाम्रै सभापतिलाई कर्के आँखा लगाएर हाम्रै प्रधानमन्त्रीलाई आँखा तरेर यसो र त्यसो भन्न थालेपछि अनि कार्यकर्ताले जय जयकार गर्छन् त। हामीले पाहुना बोलाएर अपमान गर्ने हाम्रो कुनै पनि ध्येय होइन। हामीले त्यसो गरेको पनि होइन। तर मैले मात्रै भन्न खोजेको यति मात्रै, मैले तपाईँलाई यति मात्रै के भन्न खोजिरहेको छु भने यो एउटा उत्सवमा हामीले पाहुना बोलायौँ। पाहुना आएको मान्छेले खाएर पिएर त्यही घरमा हल्ला गर्न थाल्यो भने के हुन्छ? जन्ती आएको मान्छे जसलाई हामीले चाहिँ पाहुना भनेर जन्ती बोलाएका थियौँ, जन्ती आएको मान्छे जसको घरमा जन्ती आएछ, जसको घरमा पाहुना आएछ, म के प्रयोजनको लागि यहाँसम्म आएको हुँ, के कामको लागि आएको हुँ भन्ने कुरा नबुझिकन यो हिजोको कार्यक्रम एउटा ढङ्गबाट गरिएको थियो। त्यही आएर तिनकै अगाडि बसेर तिनकै विरोध गर्न थालियो भने जय जयकार कसैले पनि गर्दैन। कम्तीमा पाहुनाले पनि आफ्नो गरिमा जोगाउनु पर्छ। हामीले भन्न खोजेको कुरा त्यो पाहुना आएको मान्छेले मैले फेरि त्यता पनि नजानुहोस् न तपाईँ। यो फेरि मैले फेरि पनि भने मैले उता भनेर देखाएँ भने उता हेर्नुहोस्, मेरो औँलामा नहेर्नुहोस्, यो औँला कालो रहेछ भनेर हेर्ने होइन। मैले भनेको कोही मान्छे आएर खाएर पिएर हाम्रै घरमा झगडा गर्यो भने त पाहुना पो बोलाएको हो त हामीले त। हामीले कहीँ कतै आउँदा हामीले मुर्दाबाद भनेको भए रासोपाका कार्यकर्ता अराजक रहेछन् भन्ने कुरा एउटा हुन्थ्यो। आएर हाम्रै सभापतिलाई कर्के आँखा लगाएर हाम्रै प्रधानमन्त्रीलाई आँखा तरेर यसो र त्यसो भन्न थालेपछि अनि कार्यकर्ताले जय जयकार गर्छन् त। जसले देशलाई डुबायो होइन, मैले तपाईँलाई पाहुना त्यो हाम्रो डेफिनेटली त्यो हामीलाई राम्रोसँग थाहा छ। यो देशको सुरक्षाको जिम्मा यहाँको बहुदलीय व्यवस्था हामीले उनीहरूप्रतिको गलत नियत हुन्थ्यो भने उनीहरूलाई बोलाउन जरुरी के थियो? तर जसले देशलाई 75 वर्षसम्म देशलाई जसले डुबाएर राख्यो, देशलाई जसले गाँचेर राख्यो, देशलाई जसले चाहिँ यसरी चाहिँ यो खालको चाहिँ ध्वस्त बनायो, त्यो खालका मान्छेहरू आएर रासोपालाई अर्थी उपदेश दिने, भ्रष्टाचारीहरूले आएर रासोपालाई सुशासनको कुरा गर्ने, जसले जेन्जीहरूको होइन हामीले अर्थी मैले मात्रै भनेको के हो भने बिरामीले आएर डाक्टरलाई सुझाव दिने होइन के। हामीले भनेको यति मात्रै हो। सुझाव मागे पनि हामीले शुभकामना दिन आउनुहोस् भने हो। उहाँलाईबाट हामीले अपेक्षा गरेको भनेको यो कार्यक्रममा के हुन्छ? तपाईँ कसैको बिहामा जानुभयो भने के भन्नुहुन्छ? जन्मकुण्डली हेर्न थाल्नुहुन्छ तपाईँ, त्यहाँ उनीहरूको 3 पुस्ता हेर्न थाल्नुहुन्छ। तपाईँले त्यहाँ गएर भने शुभकामना छ, वैवाहिक जीवनको सफलताको शुभकामना छ, मिलेर बस्नु, राम्रो गर्नु भाइ बहिनी भन्ने त्यही होइन। तपाईँ आउनुभयो हाम्रो उसमा, हाम्रो घरको पर्वमा आउनुभयो, अब उल्टो आएर फेरि हामीलाई लेक्चर दिइरहनु भएको छ। उहाँले के भन्नुभयो? मैले फेरि पनि भने के भन्छन् मान्छेले त्यो राम्रो कुरा हो त। मैले फेरि पनि भनेको मैले त्यही भने हो। मैले भने अनि हिजो बोलेको व्यक्ति चाहिँ नेता होइन, उहाँ त चाहिँ मभन्दा पनि वरिष्ठ नेता होइन, मभन्दा पुरानो नेता होइन, पूर्व मन्त्री होइन। मात्रै हामीले उहाँलाई सिकाउन खोजेको कुरा के हो भने रासोपाले कहाँ कति बेला कोसँग के गर्नुपर्छ भन्ने कुरा पुरै जानेर तालिम गरेर बसेको छ। मात्रै यति मात्र भन्नु खोजेको आएको पाहुनाले दिएको सम्मान लिनु पर्यो, बढी हुनु भएन। त्यसपछि अन्तिममा नि गगन थापाबाट तपाईहरुले के सिक्नुपर्ने छ? उहाँले भन्नुभयो तपाईहरुले हामीबाट धेरै सिक्नुपर्ने छ, तपाईहरुबाट नि हामी सिक्छौँ भन्नुभयो। उहाँको दमदार भाषणको चर्चा व्यापक भइरहेछ। यस बीचमा तपाईको प्रतिक्रिया के छ? यसमा अरू केही पनि भन्नुपर्ने कुरा केही पनि छैन। सर्वप्रथम उहाँले आफ्नो दाई भाउजूलाई ल्याएर हतकडी लगाइदिनु पर्यो। ससम्मान हामीलाई भन्नु यति मात्रै छ हैन, भन्नुपर्ने कुरा यति मात्रै हो। जसले 75 वर्ष देश लुट्यो, जसले 75 वर्ष कांग्रेसको नाममा, लोकतन्त्रको नाममा, प्रजातन्त्रको नाममा लोकतन्त्रको ठेक्का लगाएर देश लुटेर भाग्न पाइन्छ, दाई भाउजूलाई भगाएर लखेटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ, जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ, जसले देश लुटेको छ, जसले अनुदानको नाममा सारा दूर ध्वस्त पारेको छ, उसले आएर हामीलाई क्लास दिनु पर्दैन। उसले आएर रवि लामिछानेलाई पढाउनु पर्दैन। उसले आएर बालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन। आतंककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन। कसले के कहाँ के हान्नुभयो कसो गर्नुभयो त्यो उहाँहरूको कुरा हो। तर मैले फेरि पनि भने यो हाम्रो होइन, यो हाम्रो संस्कार हो। मैले फेरि पनि भने मैले तपाईँलाई फेरि पनि भन्ने खोजेको कुरा के हो भने मैले के भने पाहुनाले पाहुनाको सम्मान लिनु पर्यो, यति मात्रै हो हामीले भनेको। अब यसलाई धेरै फेरि यति मात्रै हो। अब मन्दिरमा घुम्दैमा चाहिँ श्रीकृष्णको भगवानको अवतार हुन्छ सर, बस अब यति कुरालाई चाहिँ बस ल धन्यवाद छ। त्यसैले गर्दाखेरि हुन्छ। अब यसलाई लामो नगरौँ। तपाईँलाई छोटकरीमा बताउनु पर्ने कुरा के हो भने उहाँहरू आउनुभयो, धन्यवाद छ।
उहाँहरूले बस्ने कुरा, उहाँहरूले आफ्नो कुरा बताउने कुरा, उसमा धन्यवाद छ। तर अहिले तपाईँले जे ढङ्गबाट, चाहे उहाँहरूले भन्नुभयो चाहे अरूले भन्नुभयो, यो ढङ्गको टिका टिप्पणीले हामीले जे लक्ष्य उद्देश्यले उहाँहरूलाई यहाँसम्म हामीले बोलाएका थियौँ त्यो लक्ष्य उद्देश्य अनुरूप कतिपय नेताहरू आउनुभयो, इमान्दारितापूर्वक आफ्नो शुभकामना सन्देश दिनुभयो, जानुभयो, प्रशंसा गर्नुभयो, धन्यवाद भन्नुभयो। अब उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको यो लहर पचाउन धौ भएको छ, त्यो अड्डाउन धौ भएको छ। यत्रो मान्छे हेर्दाखेरि भनी चक्कर लागेको छ उहाँहरूलाई चाहिँ। शान्तारानी परिवारको गीत थियो नि, म त ढले 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 भनेको जस्तो चाहिँ हिजो गगन थापा प्रदीप गेवालीहरूलाई चाहिँ यत्र रासोपाको कार्यकर्ता देख्दा म त ढल्ले ढले 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 भने जस्तो चाहिँ भए हुनाले चक्कर लागेर त्यसो बोल्नु भएको होला। अब योभन्दा बढी चाहिँ हामीलाई सुशासन क्लास दिनु पर्दैन। हस्, धन्यवाद छ।